नमस्ते साथीहरू। आज म हजुरहरू समक्ष सुगर रोग सम्बन्धी सुगर रोग हुन अगाडि के समस्याहरू देखा पर्छ, के सिम्टमहरू देखिन्छ र यसलाई नियन्त्रण गर्न लागि, मेन्टेन गर्नका लागि के कुराहरूमा ध्यान दिनुपर्छ भन्ने सम्बन्धीमा मैले मेरो शरीरमा भोगेको मैले यो सुगर रोग सम्बन्धीको केही अनुभवहरू हजुरहरूलाई सुनाउन चाहेँ। आजभन्दा ठिक 3 महिना अगाडि मलाई मेरो यो टाउको निरन्तर दुखिरहने, एकदमै काम थोरै भए पनि धेरै थकानको महसुस भइरहने र छिनछिनमा पिसाब लागिरहने र पिसाब मात्र छिनछिनमा पिसाब लागिरहने तथा पानीको बढी मात्रामा प्यास लागिरहने त्यस्तो सिम्टमहरू मलाई देखा परेको थियो। एकदमै समस्यामा परेको थियो त्यतिखेर र त्यसपछि मैले मेरो शरीरमा के भएको रहेछ भनेर मैले ठुलो हस्पिटलमा गएर चेक गरेँ एकचोटि। र चेक गर्दाखेरि त्यतिखेर डाक्टरले मलाई सुरुमा मेरो युरिन टेस्ट गराए। युरिनमा मेरो ग्लुकोजको बढी मात्रामा भएको देखियो रिपोर्टमा। तपाईँहरूलाई म देखाउन चाहन्छु मेरो यो रिपोर्ट हो। सुरुमा मेरो यो युरिन टेस्ट गर्दाखेरि ग्लुकोज +3 देखाएको छ। यो धेरै बढी मात्रामा ग्लुकोज देखियो। डाक्टरले भन्नुभयो यो सिम्टम भनेको ग्लुकोज बढी मात्रामा देखिनु भनेको तपाईँलाई डायबिटिस हुन सकिन्छ, सुगर लागेको हुन सकिन्छ भनेर डाक्टरले भन्नुभयो। र यसलाई फेरि प्रुभ गर्नको लागि 100% प्रुभ गर्नको लागि तपाईँले एकचोटि HbA1c चेक गरेर हेमोग्लोबिन चेक गरेर तपाईँले प्रुभ गर्न सकिन्छ तपाईँलाई सुगर रोग डायबिटिस भएको हो होइन भनेर। पछि अनि मैले फेरि यो HbA1c हेमोग्लोबिन चेक गरेर हेरेको, मेरो यो ब्लड टेस्ट गरेर त्यतिखेर मेरो डायबिटिस एकदमै हाई देखायो। हेर्नुहोस् यो हेमोग्लोबिन HbA1c मेरो डायबिटिस चाहिँ 16.89 देखायो। त्यतिखेर एकदमै हाई। नर्मली मान्छेलाई हुनुपर्ने 5.4 देखि 6.4 यसो नर्मली मान्छेलाई यति हुनुपर्नेमा मेरो एकदमै हाई देखायो 16.89। अनि त्यतिखेर मलाई यो एकदमै हाई देखाएको कारणले नै मलाई एकदमै टाउको दुखिरहने, एकदमै थकिन भएको महसुस हुने र पिसाब छिनछिनमा लागिरहने, एकदमै बढी पानीको प्यास लागिरहने त्यस्तो भइरहेको थियो। यो मेरो त्यसपछि मलाई यो एकदमै सुगरै रोग भएको रहेछ भनेर 100% भयो यो हेमोग्लोबिन HbA1c चेक गरिसकेपछि। अनि यसको अन्तरालमा डाक्टरले मलाई राम्रो सल्लाह सुझाव दिनुभयो। तपाईँको यो रोगलाई सिरिन्ज हान्नुपर्ने हो, यो सिरिन्जबाट नै गर्नुपर्ने हो सुरुमा, यो धेरै डायबिटिस देखाएको छ, यसलाई कम गर्नुको लागि भनेर। पछि डाक्टरले तपाईँले एकचोटि ट्राई गरेर हेर्नुहोस्, यो मेडिसिनहरू म चक्कीमा दिन्छु, यो ट्राई गरेर हेर्नुहोस् 3 महिनासम्म के कस्तो चेन्जेसहरू आउँछ। र यसको अन्तरालमा तपाईँले विशेष खानामा ध्यान दिनु, बिहान बेलुका आधा घन्टा 1 घन्टा हिँड्नु भनेर डाक्टरले मलाई सल्लाह सुझाव दिनुभयो। र मैले डाक्टरको सल्लाह सुझाव निरन्तर फलोअप गरिरहेँ र अहिले म एकदमै महसुस गरेको छु कि पहिलाको भन्दा अहिले आजको दिनसम्म मैले धेरै परिवर्तन पाएको छु कि मलाई यो टाउकोहरू दुखिरहेको छैन, छिनछिनमा पिसाबहरू लागिरहेको छैन, पानी ठिक्क मात्रामा मैले खाने गरेको छु, त्यस्तो पानी धेरै मात्रामा प्यास पनि लागेको छैन। कि मैले यो बेलामा मैले यो सुगर रोग डायबिटिस मैले चेक नगरेको भएदेखि मैले धेरै ठुलो समस्या भोग्नुपर्ने थियो। आज मैले यो सुगर रोग मैले महसुस गरेको यो चेक गरेपछि। त्यसैले तपाईँहरूलाई पनि यस्तो कुनै सिम्टमहरू, कुनै समस्याहरू देखा परिरहेको छ भने बेलामा तपाईँ नजिकको अस्पताल जानुहोस् र चेक गर्नुहोस्। पहिला सुरुमा तपाईँको युरिन टेस्ट गर्नुहोस्। टेस्ट गरिसकेपछि ग्लुकोज बढी मात्रामा देखा पऱ्यो भने तपाईँले एकचोटि प्रुफ गर्नुको लागि यदि तपाईँलाई सुगर डायबिटिसै भएको हो या होइन भनेर प्रुफ गर्नुको लागि ब्लड टेस्ट, हेमोग्लोबिन HbA1c टेस्ट गरेर हेर्नुहोस्। त्यसपछि तपाईँलाई प्रुफ हुन्छ तपाईँमा सुगर रोग डायबिटिस भएको हो या होइन भनेर। र आज ठिक 3 महिना भइसक्यो र आज म हस्पिटलमा डाक्टरलाई भेट्न जाने दिन पनि हो। र आज म फेरि पनि यही ब्लड झिकेर हेमोग्लोबिन मैले चेक गर्दैछु, HbA1c, र त्यसमा के कस्तो रिपोर्टहरू आउँछ त्यो सबै रिपोर्टहरू हजुरहरूलाई जानकारी गराउँछु। त्यसैले अन्तिममा म हजुरहरूलाई 10 हात जोडेर भन्छु, यदि तपाईँहरू सुगर रोगको पेसेन्ट हुनुहुन्छ भने विशेष कुरा खानेकुरामा ध्यान दिनुहोला। खानेकुरामा तपाईँले ध्यान दिनुभयो भने सुगर आफै मेन्टेन हुन्छ। मलाई सुगर लाग्यो होला, मलाई त यस्तो भयो, यस्तो उमेरमै सुगर भयो यताउता भने तपाईँ चिन्तित नहुनुहोस्। विशेष भनेको तपाईँ खानेकुरामा ध्यान दिनुहोला, समयमा सुत्नुहोला, होइन? निन्द्रा बढी मात्रामा तपाईँले केही नभए पनि 6 देखि 7 घन्टा सुत्नुहोला। यो
तपाईँ अनिदो भयो भने पनि यस्तो रोगहरूको ले धेरै ठुलो समस्या निम्ताउन सकिन्छ। त्यसैले अनिवार्य रूपमा तपाईँ 6 देखि 7 घन्टा सुत्नुहोला र यसको अन्तरालमा तपाईँ बिहान-बेलुका भए पनि जहिले पनि आधी घन्टा, 1 घन्टा हिँड्नुहोला र त्यसपछि यो सुगर रोग आफै मेन्टेन र आफै सल्भ भएर आउँछ र तपाईँमा धेरै परिवर्तनहरू आउन सकिन्छ। त्यसैले धेरै ध्यान दिनुपर्ने कुरा भनेको खानेकुरामा है त साथीहरू?